ल है गाइज मैले यहाँ फुल बनाउन लाग्छु छु। फुलको लागि एउटा कैँची धागो र सियो आवश्यकता पर्छ। अनि त्यो फुललाई उसलाई मोडेर कसरी मोड्ने र फुल बनाउने भनेर म गराइरहेको छु यहाँ तपाईँहरू हेर्नु होला त। फुल कसरी बनाइसकेपछि म सियोले कसरी उन्ने भनेर भनिरहेको छु, भनेर देखाइरहेको छु तपाईँलाई। त्यस्तो त हेर्नु होला है त। धेरै भइसक्यो। अब त्यसमा 10-11वटा बुनेपछि अनि त्यसरी गाँठो पार्नुपर्छ। धागो तानेर गाँठो पार्नुपर्ने हुन्छ। त्यसमा गाँठो पर्दैछ। गाँठो पारिसकेपछि त्यो बाँकी रहेको धागोलाई काट्नुपर्ने हुन्छ हामीले। गाँठो पारिरहेको छु मैले। बेस्तर गाँठो फेरि बेसरी पार्नुपर्छ, किनभने त्यो लुज भयो भने त्यो फुलहरू राम्रोसँग बन्दैन नि त। फेरि ग्याप भयो भने फेरि त्यसलाई राम्रो मानिन्छ क्या फेरि। अब धागो काट्न गइरहेको छु। धागो काटिसकेपछि अनि त्यो फुललाई फेरि अब एक ठाउँ गजमुज्जो भएको हुन्छ नि त, त्यसलाई तानेर मिलाउनु पर्ने हुन्छ। अब यसलाई एउटा एउटा गरेर सबै तान्नुपर्छ। तानिरहेको छु। त्यो साइडको अलि यसो फपेको जस्तो हुनुपर्छ फुल। तानिसकेपछि त्यो बिचमा यसो पुवाल जस्तो हुनुपर्छ, माला बुन्न मिल्ने जस्तो हुनु पर्यो। त्यो अरू कलर पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। धेरै कलरहरू फरक फरक कलरको छन् फुलहरू पनि। यसको माला कसरी बनाउने र कहाँ कसरी सजाउने भन्ने कुरो पछि हजुरलाई बताउँछु है त।